हे गाइस वेलकम बैक टू माय न्यू भिडियो। आजको भिडियो एकदम इन्ट्रेस्टिङ वाला छ किन आज हामीहरु कहाँ मम्मी अर्घाखाँची जिल्ला सुपादेउराली मन्दिर दर्शन गर्न आइपुगेको हामी। हिजो राति 10 बजे हिँडेर बिहान 7 बजे 4 बजे पुगेको। अब अहिले हामी गाइस लाउरे कक्षा भित्तामा जापुग्न गाइसहरु कसरी जाने हो? त्यो हो बाटो त गाह्रो छ हो। पहाडको यस्तो सिडीको बाटो पो रहेछ त। हेर त यहाँदेखि आन्टी हेलो भन्दा हेलो गाइस मान्छे हेलो भन्दा हेलो गाइसहरु हामी सुपादेउराली लाउरे चक्रको भित्तामा जान लाग्छौं गाइस। मम्मी या स्लोली मैन गाह्रो भयो हजुर, गाह्रो भयो। हेर्नु मेरो अघि नै टाउको ठुक्क्या यही पोलमा। कसरी पुग्ने हजुर हामी ठाउँमा? पुगी पनि सकिन् त, आँटिसक्यौँ त। अब पुगी पनि सकिन्। धेरै त खासै टाढा हैन, नजिक उ त्यो ठन्डा छ नि त्यहाँ चाहिँ पुगी। हाय हामी पुग्यौँ भन्न। हाय हामी लाउरे नेपाल केही भन्छन् के के हो? अब त्यस्तो मान्छे कस्तो चिन्न भन्छ केही देखिन नि। मम्मी बल्ल 10-20 मिनटको अब अझको 1-2 किलो त कम भयो होला मम्मी। लेजा फुटियो अझ माथि जानुहुन्छ? पाइन यति हो जान्छ पनि यहाँ पातलो पातलो यत्रो बाटोदेखि यत्रो पातलो बाटोदेखि त्यति पुरा भयो भने चाहिँ फेरि पुनः फर्केर आउनु। घन्टी बजाउनु न घन्टी छ त मंगलबारको नहिँड्ने भन्नुले है। कति मिनट भयो? 4 यत्रो भयो छोड दे। 4 मिनट भुइँमा के खिचे भयो सिधा